यो सिक्ने ठाउँ हो है। तपाईँ सिक्ने ठाउँमा हुनुहुन्छ र युट्युबमा हुनुहुन्छ भनेदेखि त कुमार सर अर्थात् गुरुदेवी इङ्ग्लिस एडुमा हुनुहुन्छ, तपाईँ त्यहाँ पनि सिक्न सक्नुहुन्छ है त। र यो सिक्ने ठाउँ भएकोले तपाईँले लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट लिभ गर्नुहोस् र फलो गर्नुहोस् है, ताकि हाम्रो एउटा कनेक्टिभिटी एक्जिस्ट हुन सकोस्, कन्टिन्युसली जान सकोस्। एक अर्कालाई हामीले सिकाउनु पर्छ। र हामी इङ्ग्लिस टिचर हो, तपाईँ जान्दै नजान्ने विद्यार्थी हो इङ्ग्लिसमा भनेदेखि पनि मैले चाहिँ 0 लेभलबाट ती कुराहरू सिकाउँदैछु, ती कुराहरू सिक्ने प्रयास गर्नुहोस्। तपाईँ गृहिणी हो है, होममेकर हो भनेपछि पनि तपाईँले केही सिक्न चाहन्छ आफ्नो बालबच्चाको लागि भने पनि तपाईँले ट्राई गर्नुहोस्, कमेन्ट लिभ गर्नुहोस्। अवश्य पनि तपाईँले धेरै कुराहरू यहाँबाट सिक्नुहुनेछ, मैले त्यो आशा गरेको छु है त। र यो भिडियोहरू सम्पूर्ण भिडियोहरू पुरा हेर्नुहोला, सम्पूर्ण तपाईँले प्रोफाइलमा गएर भिडियो हेर्नुहोला, सबैले तपाईँलाई धेरै कुराहरू सिकाउने छ। अब यहाँनिर छ मैले हेर्नुहोस् त, यहाँ लाई भनेको छ है, लाई भनेको पल्टुनु या ढाँट्नु भन्ने हुन्छ, कसैलाई झुटो बोल्नु। यो भ्युवन हो। अब तपाईँले यो LIEING यो बनाउन सक्नुहुन्न, यो गल्ती हुन्छ है। यसलाई के गर्नु पर्यो त, सिधै लेख्नुहोस्, वाइ लेखेर ING लगाउनुहोस्, लाइङ बनाउनुहोस्, यो करेक्ट हुन्छ। यसमा धेरै स्टुडेन्टहरू कन्फ्युज्ड हुने गर्छन् है। टाई छ, टाई पनि त्यसै गर्नुहोस् है, टी लेख्नुहोस्, वाइ लेख्नुहोस् र ING राख्नुहोस्। टाइङ भनेको बाँध्ने या त बाँधिरहेको। अब डाई छ मर्नु, डाईलाई पनि के DY लेख्नुहोस् र ING लगाउनुहोस्। अनि यसरी वाक्यहरू तपाईँले यसमा बिफोको रूपमा युज गर्न सक्नुहुन्छ। प्रेजेन्ट कन्टिन्युअस, पास्ट कन्टिन्युअस, फ्युचर कन्टिन्युअस, प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस, पास्ट पर्फेक्ट कन्टिन्युअस र फ्युचर पर्फेक्ट कन्टिन्युअसमा गर्न सक्छ। फ्युचर पर्फेक्ट कन्टिन्युअस युज हुँदैन, त्यसमा नगर्नु होला ल। अब यस्ता भर्बहरू अरू तपाईँले फाइन्ड आउट गर्नुहोस् र कृपया तपाईँले उसमा लेख्नुहोस्, कमेन्टमा लिभ गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ भिडियो। थ्याङ्क यू।